आजै सकाउनु मिल्छ तिहार? आजै होइन भने सुरुवात त गर्नु पर्यो नि। ए ल ल ठिक छ, तिहारलाई चाँडो सकिनु भन्छु म। हस्, आउनु पर्यो। 10 दिनको तिहार मैले आज कसरी सकाइदिनु त? त्यो गरेन भने के तपाईँ जिम्माले तिहार पछाडि सुरु हुन्छ भनिसकेपछि त्यसमा अब त्यो आश्वासन होइन क्या यो। भनिसकेपछि हुन आश्वासन पाएन के? तपाईँले नबनोस् भन्न खोज्नु भयो? नगर भने छिटो गर्नु पर्यो, त्यहाँ खुलाउनु पर्यो, तिहार छिटै सकाइदिनु मैले। काम गराउनु पर्यो। 10 दिनको तिहार मैले आज कसरी सकाइदिनु त? त्यो गरेन भने के तपाईँ जिम्मा लिनु? आजभन्दा 2 वर्ष अगाडि तपाईँले जिम्मा लिनुभएको थियो। आजै सकाउनु मिल्छ तिहार? आजै होइन भने सुरुवात त गर्नु पर्यो नि। ए ल ल ठिक छ, तिहारलाई चाँडो सकिनु भन्छु म। हस्, यो हुँदैन, मेरो असमय। अर्को हो, हाम्रो महानगरपालिका आफै बनाउन सकेको छैन। महानगरपालिका यसरी चाहिँ भाडा लिएर दिनका दिन भाडा दिएर तिरेर बस्नु पर्नेछ। हाम्रो महानगरपालिका बनाउनु भनेर यत्रो वर्ष लागिसकेको छ, बनाइरहेको छ। बनाएको ठाउँमा पनि तपाईँले चाहिँ उता हेर्नुभएको छैन। हामी कहाँ बस्ने कुराको छैन। दिनका दिन यो अर्काको के अरे महानगरपालिकाको जनताको पैसा उठाएर भाडा तिरेर बस्ने हो र भने पहिले त हाम्रो महानगरपालिका बनाउनु पर्यो। महानगरपालिका सँगसँगै अहिले नहर प्रहरी राखेको छ। नहर प्रहरी कुन अवस्थामा बसिरहेछ? नहर प्रहरीले चाहिँ ब्यारेक चाहिन्छ कि चाहिँदैन, घर छ कि चाहिँदैन, त्यो नगइकन हामीले चाहिँ यो खालि काल्पनिक कुरा गरेर अहिले चाहिँ यो हस्पिटल बनाउने यो बनाउने भन्ने कुरा लागिरहेको हुन्छ र पहिले आफ्नो घर बनाऊ न, महानगरपालिकाको भवन बनाऊ न, त्यसपछि मात्र अरू कुरा गरौँ न। यो मेरो हाम्रो असहमति छ। असहमति भन्ने गर्नु पहिले त महानगरपालिकाको भवन बनाऊ। हाम्रो चाहिँ महानगरपालिकाको भवन तिहार पछाडि सुरु हुन्छ। त्यो आर्बिट्रेसनमा कुन बेला सुरु हुन्छ भने जहिले पनि यो भनिरहेर अब तपाईँ आएकै हाम्रो 4-3 वर्ष तिहार पछाडि सुरु हुन्छ। हिजोभन्दा पनि गरेन। यसले गर्दाखेरि आश्वासन भएन के? अब त्यहाँ फेरि बनाउँदाखेरि सबै सामान ठेकदारले राखेको छ। ठेकदारले भनेअनुसार अरूले भनेअनुसार उसले क्षतिपूर्ति माग्यो भने हाम्रो तिहार पछाडि सुरु होस् भन्न खोज्नु भयो कि नहोस् भन्न खोज्नु भयो? के भन्न खोज्नु भयो?